हेलो एभ्रिवान कस्तो डिस्टर्ब आएको कि यो बाहिरको गाडीहरूको हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई च्यानल इट्स मी सरस्वती ब्याक अगेन विथ अनदर मुकबाङ भिडियो या मैले चाहिँ के भन्छ अरे हिजो चाहिँ गिलो चटपटीको भिडियो अपलोड गरेको छु हेर्नुभएको छैन भने चाहिँ गएर चेकआउट गर्नु होला अनि मलाई चाहिँ एकदमै धेरै भोक लागिरहेको छ हैन त्यही भएर अब खाँदै चाहिँ कुरा गरौँ सुरुमा म के छ भन्छु प्याजको डाँठ हो हरियो डाँठ अनि काँक्रो भइहाल्यो अनि त्यसपछि लेमन अनि अलिकति लेटस स्यालेड अनि त्यसपछि चिकन राइस पानी अब चाहिँ सुरु गरौँ सुरुमा पानीबाट है त सुरुमा यो एउटा चिकन यता राखौँ अब चाहिँ खाना सुरु गरौँ है त एउटा चिकन चाहिँ यता राखेँ अनि झोल टन्न झोल हालेर खानुपर्छ मैले पहिलाको भिडियोमा नि भनेको थिएँ मलाई चाहिँ एकदमै खाना खाँदाखेरि चाहिँ झोल चाहिन्छ भनेर हैन चाहिँ यता राखौँ यस्तो मिठो बास्ना आइरहेको छ हैन सुरुको बाइट खाएला दामी सो गाइस म मोस्ट अफ द टाइम चाहिँ भिडियो राति बनाउँछु नि त त्यो भए पनि चाहिँ पछाडि झ्याल कभर हुन्छ हैन तर आज चाहिँ दिउँसो बनाएको भएर हल्का लाइट आइरहेको छ सो नेभर माइन्ड दामी मैले खुर्सानी चाहिँ किन नलिएर आएको भने अलरेडी मैले चिकनमै खुर्सानी हालेको छु कि पिरो बनाउनको लागि त्यही भएर सो गाइस मेरोमा चाहिँ अलिकति धेरै एसीको साउन्ड आउँछ हैन मैले कतै मेरो भिडियोहरुमा याद गरिरहेको छु हैन सो गाइस हैन मैले मेरो कति भिडियोमा चाहिँ याद गरेर हुन्छु हैन एकदमै धेरै एसीको साउन्ड आइरा हुन्छ किनकि हाम्रो यहाँ चाहिँ एकदमै एसी अन भइरा हुन्छ कि जति बेला पनि त्यही भएर एकदमै एसीको साउन्ड आउँछ त्यसको लागि चाहिँ माइन्ड नगर्नु होला भन्न चाहन्छु है त
मलाई चाहिँ खाना खाँदाखेरि चाहिँ एकदमै धेरै अड्किन्छ कि पानी खाइराख्नुपर्छ त्यही हो समय मिठो भयो मलाई चाहिँ पुग्दै आइसक्यो है तर पनि यति चाहिँ मैले खान्छु दामी मिठो भयो मैले चाहिँ फाइनली खाना भ्याइसकेको छु हैन
एकदमै मिठो भएको थियो। मलाई चाहिँ यसरी पकाएको चिकन एकदमै नै मनपर्छ, एकदमै बबाल मिठो भएको थियो। मैले खाना एकदमै इन्जोय गरेँ। यदि अहिलेसम्म तपाईँहरूले भिडियो हेरेर बसिरहनु भएको छ भने धेरै धेरै धन्यवाद। अनि लास्टसम्म भिडियो हेरिदिनु भएकोमा। मैले पनि खाना एकदमै धेरै इन्जोय गरेँ, एकदमै धेरै मिठो थियो। बल्ल चाहिँ एसी अफ भयो कि, यत्रो बेर भिडियो बनाउँदा चाहिँ एसी अफ भएन। अलि बल्ल चाहिँ टेम्परेचर मेन्टेन भएपछि आफै एसी अफ हुन्छ कि। सरी, त्यति भन्दै त्यति नै त होला नि होइन। सो त्यति भन्दै आजको लागि पनि धन्यवाद। डोन्ट फर्गेट टु लाइक, कमेन्ट, शेयर अनि सब्सक्राइब माई च्यानल। सो see you in the next video. Till then, stay updated. Thank you so much everyone. Bye bye. यो हात चाहिँ मैले धुनु बाँकी छ, त्यही भएर मैले चाहिँ एउटा हातले मात्रै बाई बाई गरेको। बाई, टेक केयर एभ्रिवान।